चाहिँ मेरो दुईटा भान्जीहरू हुन् अनि आज दुईजनाको चाहिँ बर्थडे भएको भएर चाहिँ म उनीहरूलाई चाहिँ आज यसो घुमाउन अनि गेमहरू खेलाउन सपिङ गराउन लिएर आएको छु। त्यही भएर जाम है त अब भान्जीहरूलाई के मनपर्छ के गर्नु मनपर्छ आज सबै गराइदिनु भनेर लिएर आएको छु। लेट्स गो। स्टार्टिङ चाहिँ हाम्रो बबल टीबाट भयो कि हाम्रो भान्जीहरूलाई चाहिँ बबल टी मनपर्ने मलाई पनि मनपर्ने भएर चाहिँ हामीले चाहिँ 3टा बबल टी लिएर अनि यो गेम खेल्ने ठाउँमा गयौँ। बच्चाहरूलाई चाहिँ यो वा वा भन्ने गेम चाहिँ एकदमै मनपर्छ। त्यहाँबाट चाहिँ खानेकुराहरू पनि निकाल्न सक्छन् अनि यो डलहरू पनि निकाल्न मिल्छ कि मजासँग। त्यहाँ गएर नेपाली 1000 रुपियाँ सकियो तर एउटा डल पनि जितिएन भनेर फर्क्यौँ अनि बच्चाहरूलाई यस्तो गेम खेलाउन लिएर आयौँ। यो गेम खेल्यो भने एटलिस्ट अलिकति मन शान्ति त हुन्छ। अर्को त्यो डलहरू निकाल्ने गेममा त पैसा मात्र वायात खर्च जस्तो लाग्यो मलाई चाहिँ। अनि म चाहिँ यता दङ्ग परेर हेरिरहेको छु दुईजना बुढाहरूलाई। मेरो हस्बेन्ड चाहिँ सावर लिन गइसकेको छ अनि मसाज गरेर आउँछु खुट्टा दुखिराखेको छ भन्दै हिँड्थ्यो अनि म चाहिँ हस्बेन्डलाई नि कुर्दै बुढाहरूलाई हेर्दै गरिराखेको छु। बुढाहरूलाई चाहिँ इन्जोय गराउनै पर्यो, उनीहरूको आज बर्थडे हो। त्यही भएर यो बेला नै हो कि रमाइलो गर्ने भनेको। ठुलो भएपछि त जिम्मेवारी आफ्नो काँधमा हुन्छ। खुसी भनेको के हो, रमाइलो भनेको के हो, त्यस्तो त्यो सबै बिर्सिँदो रहेछ कि। जति रमाइलो गर्नु बच्चा बेलामै रहेछ। अब फेरि कहाँ आउँछ र है यो बच्चा बेलाको उमेर। फर्केर आउने भयो नि, म त बच्चा बेलाकै उमेरमा बस्थेँ होला। भोक लाग्दा रोइदिए भयो है, केही सामान चाहियो भने पनि रोइदिए भयो, केही काम गर्नु पर्दैन, आनन्द क्या। होइन र गाइज, आजको दिन पनि मेरो भान्जीहरूसँगै दिन बित्यो है। अनि यता सबै गेम खेलेर भएपछि थकाइ लाग्यो भनेर भने अनि हामी चाहिँ बबल टी खाएर इन्जोय गर्न थाल्यौँ। गाइज हजुरहरूले पनि मेरो भिडियो हेरेर इन्जोय गर्नु होला है त। ल आजलाई यति नै, बाई बाई, टेक केयर गाइज, लभ यु अल।